अरु त अब गुगलको जमाना सर्च गरिहालिन्छ है। सो आवर फाउन्डेसन नेम वान्स अगेन इट्स राम मानकी प्रजापति फाउन्डेसन। यो मेरो स्वर्गीय मातापिताको नाममा हामीले एउटा संस्था चलाएका छौँ र हाम्रो यो फाउन्डेसनमा 4टा बेसिक चिजलाई लिएर जुन चाहिँ समाजमा जरुरत छ हामीलाई 4टा चिजमा मतलब हमेशा त्यसमा केही न केही उत्थान गर्नै पर्छ। जब पनि तपाईले फ्युचर युनिभर्सिटी जोइन गरे भने हाम्रोबाट गर्नुहोस् नगर्नुहोस् तर कहीँ तपाईँ जोइन गर्नुहुन्छ नि त। सो गर्दाखेरि त्यो युनिभर्सिटी चाहिँ युजिसी को एक्टिभ लिस्टमा छ कि छैन, युजिसी को साइट खोल्नु भने त्यहाँ पनि दिएको छ फेक लिस्ट अफ युनिभर्सिटी भनेर। सो इफ तपाईले त्यहाँ क्लियर गरे भने कुन स्टेटमा फेक युनिभर्सिटी चल्दैछ त्यो पनि थाहा पाउनुहुन्छ र आफ्नो पर्टिकुलर युनिभर्सिटीको नाम हालेपछि त्यो युनिभर्सिटीको कुन कुन कोर्सेसलाई चाहिँ रेकग्नाइज कतिजना युनिभर्सिटी प्राइभेट युनिभर्सिटी जेनरली के गर्छ भनेपछि कतिवटा अनअथराइज कोर्सेस पनि चलाइदिन्छ पैसाको लागि। बादमा गएर तपाईले जब गर्दाखेरि त्यो प्रब्लम हुन्छ, यो कोर्स त युजिसीले रेकग्नाइजै गरेको थिएन त भन्ने कुरा बुझ्यो। सो